हेलो साथीहरू, स्वागत छ मेरो खासी भिडियोमा। काटी बासैको निगालो आज हामी जाँदैछौँ काँक्रो टिप्नको लागि खेतमा। तिमीलाई देखेर आजको मौसम चाहिँ यस्तो रहेको छ, यो भएको चाहिँ लगभग धेरै नै चुनाव पछिको मौसम यस्तो नै भइरहेको छ हाम्रोतिर चाहिँ। सूर्य उदाउन सकेको छैन, अस्ताको अस्ति होला जस्तो छ। यहाँनिर चाहिँ हाम्रो बाटो ढलान भइसकेको छ है साथीहरू। हामी जाने हो उहाँ काँक्रो टिप्नको लागि। त्यसै पुरै काँक्रो खिचिरहेको छ यहाँ। हामी छौँ यहाँ, मम्मी र म। अब गइसक्नु। यो चाहिँ हाम्रो खेततिरको नजारा हो गाइस। यो चाहिँ हाम्रो मात्रै हो, हाम्रो ठुलो मम्मीहरूको काँक्रो बारी, यो इन्द्र दाइहरूको काँक्रो बारी। यहाँ चाहिँ सबले काँक्रो खेतीमा अहिले एकदम क्रान्ति गरिरहनु भएको छ सबजनाले। ल हिँड्नु, म अल्छी हिँड्नु। हेर्दै हिँडेर नहुने नि, ढिलो भइसक्यो काँक्रो टिप्न। आज कति किलो छ, आज कति किलो होला काँक्रो भन्नु त? 1.5 क्विन्टल। हाम्रो काँक्रो चाहिँ कति बिग्रेको छ गाइजहरू। यो चाहिँ हाम्रो भेन्डाबारी हो है। अस्ति भर गोड्या फेरि। यो चाहिँ साग हो, तर यो नखाएर यस्तो फुलाएर फाले नि, यस्तो हुन्छ सागहरू। पुरै काँक्रो बारी, त्यहाँ पनि छ काँक्रो बारी सबै। यहाँको मान्छेहरू सब काँक्रो खेतीमा क्रान्ति गर्ने खालको हुनुहुन्छ। त्यही भएर साथीहरू मौसम चाहिँ यो डुमडुम्तिरहेको छ, यस्तो रहेको छ। बिताउ 2 दिन चुला सारा कालैले लैजाला नाचेर बिताउ 2 दिन चुला सारा करानी भइजाला मिठो वचन बोलीमा राख्नु सारा सम्झना साँचो सारा फर्केर नआउला छिनभरको प्रीत लाएर पन्छी उडेर गइजाला बगाली ऐन डाटेको होइन सम्झना गजली सम्झना